नमस्ते आदरणीय दर्शकवृन्द तथा श्रोताहरू। 2082 साल भदौ 15 गतेतिर छरेको मकै यसरी अहिले पोलेर खाने बेला भइरहेछ। आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, साँच्चै भन्नुपर्दाखेरि ढङ्गडाको 24/7 साबिक एक डाँटोलतिर यसरी सिजन अनुसारको मतलब हिउँदे बाली पनि यसरी लाउन सकिन्छ। भन्नै पर्दाखेरि हाम्रो यो भेगमा अलिकति उच्च भेग छ। समुद्र अथवा समुद्री सतहदेखि धेरै अग्लो उच्च ठाउँ भएको हुँदाखेरि यहाँनिर पानीको भनेदेखि एकदमै पानी भने अति नै आवश्यक छ, अति नै दुःख हुन्छ। तर पनि यो ठाउँमा यदि सिँचाइ गर्नको लागि पानी प्राप्त भएको भएदेखि आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, यसरी मकैहरू अथवा कुनै पनि हिउँदे अन्नबालीहरू लाएर पशुपन्छी जनावरदेखि लिएर मान्छेले पनि यसरी खान मिल्छ। त्यसरी हेर्दाखेरि सबैभन्दा हाम्रो ठाउँमा, हाम्रो भेगमा भनेको पानीको समस्या छ। यदि पानी प्रशस्त हुनु भनेदेखि एकदमै हरेक फलफुलहरू हुन्छ भन्ने यसरी प्रमाण म तपाईँलाई पस्किँदैछु। अब यसरी मकै पनि पोलेर खाने बेला हुँदैछ यहाँनिर, र यसमा जोस जाँगर प्लस यदि सिँचाइ गर्नको लागि पानी भयो भनेदेखि सक्दो हुन्छ भन्ने एउटा प्रमाण पनि हो। यसरी तपाईँलाई म देखाउँदैछु, मकैले पोल्दैछु। यसरी अलिअलि कोइलाहरू चाहिँ अलिक मिलेको छैन, तपाईँ बिस्तारो पोल्नुपर्छ। यो हो हाम्रो हिउँदे बाली। पानी आकाशबाट एकपटक परेको थियो दसैँको समयमा। एकदमै त्यो दसैँको समयमा जताततै बाढी पहिरो आएको वर्षाले गर्दाखेरि यो मकै यत्रो घका लाउन सफल भएको छ भने, र हाम्रो ठाउँमा अघि पनि भनेको छु, हाम्रो ठाउँमा सिँचाइ गर्नको लागि पानी भयो भनेदेखि पक्कै पनि जनताहरू अथवा यहाँका कृषकहरू खुसी भएर हिउँदे अन्नबालीहरू सब्जीहरू जोगाउन सकिन्छ। र राज्यले पनि यो क्षेत्रमा कुनै पनि हरेक क्षेत्रमा, जस्तो कि यो 24 ढङ्गडाका उच्च भेगमा मात्र नभएर धेरै ठाउँहरूमा र कुनै पनि पानीको स्रोत अथवा मुहान नभएको ठाउँमा, उच्च ठाउँमा पनि पानी ल्याउन सक्ने ठाउँमा स्रोत खोजेर पानीको व्यवस्था गरिदिएदेखि पक्कै पनि कृषकहरूलाई सजिलो हुने थियो भन्दै म बिदा माग्छु। नमस्कार। यो हिउँदे अन्न हो मकै।